नमस्ते, मेरो नाम आँचल चौधरी हो। म फेरि पनि हजुरको सामुन्ने प्रस्तुत भएकी छु। मलाई नेपालको पहिलो अन्तरिक्ष यात्री बनाउने यो महाअभियानमा सहयोग गर्नुहुने हरेक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हृदयले नै धेरै नै धन्यवाद दिन चाहदछु। आजको टपिक चाहिँ भ्यालेन्टिना टेरेस्कोभाजी हुनुहुन्छ। आज चाहिँ हामी उहाँको बारेमा कुरा गरौँ। उहाँ चाहिँ अन्तरिक्षमा जाने पहिलो महिला हुनुहुन्थ्यो। उहाँ चाहिँ सोभियत युनियनको मेम्बर हुनुहुन्थ्यो। सोभियत युनियनलाई रसियनमा सोभिस्की सोयुज पनि भनिन्छ। उहाँ चाहिँ अन्तरिक्षमा जानुहुँदा उहाँको उमेर जम्मा 26 वर्षको थियो। उहाँ चाहिँ भोस्तोक 6 मिसनमा अन्तरिक्षमा जानुभएको थियो र उहाँले 48 चोटि अर्थलाई सक्सेसफुली अर्बिट गर्नुभएको थियो। अनि उहाँ चाहिँ आजसम्म एकमात्र एकल महिलाको रूपमा अन्तरिक्ष मिसन पुरा गर्ने पनि एकमात्र महिला हुनुहुन्छ, विच इज भेरी कमेन्डेबल फिट। उहाँको चाहिँ स्पेसमा जाने ब्याकग्राउन्ड चाहिँ के थियो भने उहाँ चाहिँ एमेचर स्काई डाइभर पनि हुनुहुन्थ्यो, जसले गर्दा उहाँलाई अन्तरिक्ष यात्रीको रूपमा सिलेक्ट हुन इजी भयो। उहाँ चाहिँ हामी जस्तै हम्बल ब्याकग्राउन्डबाट आउनुभएको थियो। उहाँले गरेका यी महान कार्यको सम्मानपूर्वक गिरोय सोभिस्की सोयुजम, जसलाई हिरो अफ द सोभियत युनियन पनि भनिन्छ, यो अवार्ड चाहिँ प्रदान गरिएको थियो। उहाँ चाहिँ आज पनि विश्वका हरेक महिलाको लागि प्रेरणाको स्रोत हुनुहुन्छ। अनि इफ वी कन्सिडर द अनअफिसियल सोर्सेस, सी वान्ट्स टु गो टु मार्स एन्ड स्पेन्ड द रेस्ट अफ लाइफ देयर। सो वी क्यान टेल उहाँको डेडिकेसन स्पेसप्रति कति ठुलो छ। सो आज हामीले भ्यालेन्टिना टेरेस्कोभाको बारेमा जानकारी पायौँ र यस्ता भिडियोहरूको लागि हजुरले मलाई फलो गरिदिनु होला र मेरो अन्तरिक्ष जाने यो अभियानमा सहयोग पुऱ्याइदिनु होला र यति भन्दै म साइन अफ हुन्छु। थ्याङ्क यू।